यो हामी बाइकवाला दोकानमा आएको थिएँ। यो बाइकको चुन चाहिँ चेन्ज गर्दैछन्। लगायत यहाँ जिन्दामा चाहिँ काटिरहेछन् दाइले। फटाफट जिन्दा हल्चिँदैछ माछा। लगायत म अब यो माछाको पकौडा टेस्ट गर्न जाँदैछु। हे गाइज, गुड इभिनिङ, वेलकम टु माई न्यू ब्लग्स। त गाइज आज नरम सर्न सकियो। आज यो मैले माछाको मासु लिएर पकौडा खाने विचार गरेको थिएँ। म र मेरो दाइ दादा छ। अब म यहाँ बाइक लिन जाँदैछु। मेरो पल्लो घर चाबी लग्यो है। यहाँ म जाँदैछु। रोड छ हाम्रो। आज त मासु माछाको पकौडा ल्याम्बो खाने हो। यहाँ हाम्रो दादी छ। मेरो तल्लो घरमा थियो कि बाइक अस्ति सर्भिसिङको लागि दाइले लैजान्छ। त्यस्तै गरेर थियो। कति आइसक्यो। चल चलो रे। उल्टा काम किया होला कता। अरे बाबा, हामी जाँदैछौँ अब। यो चलो बाइक हामी जाँदैछौँ। गाइज हामीले बाइक निकालिसकेका छौँ। छ एन्ट्री भइसकेको बाइकवाला दोकानमा आएको थिएँ। यो बाइकको चुन चाहिँ चेन्ज गर्दैछन् दाइहरू। छोडो बजार दोकान डल यहाँ हाम्रो वाल चेन्ज हुँदैछ। लगायत अब हामीले गाडी बनाएर मासु लिनको लागि पसलमा आइसक्यो। यहाँ दाइले हाम्रो मासु काट्दैछन्। 1 किलोको माछा हो। कटिङ गर्दैछन् दाइले। यो समोसा चटनी छ।
समोसा म यहाँ समोसा खाँदैछु अहिले समोसा छ गाइस डक्टर लागि पुगेका छौँ Sol y arena, oh so bright, baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego en el aire, burning high, feel the heat bajo el sky. Baila, baila, sin parar. Shake your body, shine like stars. Baila, baila, en el mar. Keep it going, no queda igual. लगायत यो हाम्रो माछाको पकौडाको लागि मरमसला हाल्दैछ यो मिट मसला आयो हाम्रो त्यो जिराको प्याकेट यो खुर्सानी मसला त्यसपछि हाम्रो यो लसुन पेस्टको पालो र लसुन पेस्ट हाल्दैछौँ हामी माछाको पकौडा खानको लागि लगायत यो हाम्रो मरमसला छ यो दामी भइरहेछ गाइज मस्त मसला हालेर माछाको मासु छ गाइज कति राम्रो देखिएको छ दामी छ गाइज हाम्रो मरमसला रेडी छ भइसकेको छ लगायत चाहिँ हाम्रो तेल तालिसकेको छ अब यहाँ हाम्रो माछाको पकौडी हालिसकेको छ गाइज मस्त लागिरहेको गाइज यो खानामा मजा होला मस्त पाकिरहेको छ लगायत यो हाम्रो माछाको पकौडी पाकिसकेको छ अब यसलाई तेलबाट निकाल्दैछु अब गाइस यसलाई निकालेपछि म टेस्ट गर्नेछु लगायत म अब यो माछाको पकौडा टेस्ट गर्न जाँदैछु गाइस कति मिठो भएको छ गाइस अब लाइक शेयर सब्स्क्राइब गरिदिनु होला बाइ बाइ